हेर छोरा जानु त जाऊ माउला मामा घर मासु दिएपछि मजाले खानु मलाई पनि ट्याग गर्नु होइन त्यसपछि म त जाने थिएँ हेर तेरा माउला अब जहिले जान्दिनँ पठाउ पनि आएको छ रामसित जा फेरि नबसेस् मामा घर माया पनि नमारेस् ल ल ओ त्यही छ है त्यो ओइ रामसित अघि छ है ल त्यही हो त्यही छ पनि के भएछ हिजो साँझ छोरालाई फोन गर्ने भनेको आफ्नो तर फोनै गरेन छोरो पुग्यो कि नै माउला फोन गर्नु पऱ्यो यार हेलो गरे ढोक छोरो पठाएर छोरो आयो कि नै छोरो आएन मैले हिजो पठाएको के भयो त खै ल छोरो गएन छोराले फोन गर्नु पर्यो म कबाइको कि फोनै लाग्दैन के भयो सिआइडीलाई फोन गरौँ कि होइन पहिला पटाउलाई फोन गरौँ हेलो हेलो हजुर कहाँ आउनु पर्यो तपाईँको मान्छे लिन मैले छोरो पठाएको थिएँ पुगाइदिनु भयो नि तपाईँले कहिले त्यो हिजोको हिजोको त्यो त्यसलाई त मैले त्यहाँ मामा घर पठाइसकेँ नि हजुर किन खै पुगेको छैन गरे के गर्ने अब त्यसलाई त कहाँनिर छोड्नु भएको थियो त खै मलाई त थाहा भएन फोन राख्नु है यस्तो बेकारमा फोन नगर्नुहोस् मलाई के भयो अब सिआइडीलाई फोन गर्नु पर्यो हेलो मेरो छोरो हराएको माउला पठाएँ मैले आउँदै आएन खोज्नुबाट सिआइडी ज्यू भएन यस्तो ल ल त्यो लोकेसनमा आयो हजुरको त्यो अफिसमा आउँछु अफिस ल ल अबको ठुलो केसहरू हेरेको बेला हो राम्रोसँग हामीले सल्भ गर्नुपर्छ अब हामीले ध्यान दिने भनेको ठुलो केस हो सानोतिनो केस अब हामीले मिलाउँछ ठुलो केसमा सल्भ दिनु पर्यो त्यही त ए हजुर त्यही बस्नु यहाँ हाम्रो त्यो हुँदैछ सर ए मिलाउँछ ल टक्क लगाएर तपाईँको ल हिँड्नुहोस् यहाँ हजुर मेरो छोरो हराएको दया को पागल आयो यसलाई 5 रुपैयाँ दिएर पठा मलाई थाहा छैन छोरा हराएको यताहरू बस्नु ल भन्नुहोस् तपाईँको समस्या के छ मेरो समस्या भनेको मेरो छोरालाई मैले मामा घर पठाएको थिएँ अनि मैले त्यसको लागि चलाएको बोलाएको थिएँ चलाएको सिधै पठाएँ अहिले मामा घर फोन गरेको आएन भने चलाएकोलाई सोधेको त्यही पुऱ्याइदिनु हुन्छ मेरो छोरो हरायो ए दया यसले के भन्दैछ टिप यसको लेख्ने आउनु सर ए अबजी यसको लेख यो के छ एफआइआरहरू दयाराम यो केस मिलाउँदै गर्दै यो नम्बरमा है म टिप्छु ल भन्दै गर्नु सबैको छोराको नाम के हो भन्नु छोराको पहिला हराएको मिति माओलो पठाउनु छ त्यो मिति भन्नुहोस् 2082 साल भनेर भन्दिनँ म 2081 साल 12 महिना 30 अनि कहाँ कुन ठाउँ पठाउनु मैले यो चैतन्यबाट कुन ठाउँदेखि तपाईँले अब कहाँबाट चैतन्यनगर पठाउनु भएको थियो असार नगरको होइन अनि छोराको नाम अनि वर्ष छोराको नाम भैरसिंह वर्ष 17 वर्ष 17 वर्ष फोटो छ कि नै तपाईँको छोरा फोटो मेन त चाहिने बाबुलाई खोज्दाखेरि है फोटो अलिकति याद हुनु पऱ्यो ए झन्डा लाउने त्यसले त चिरै झ्यार्दिनको छोरो त छोरोलाई त कसले लग्यो सर यत्रोलाई त कसले लगायो आज टिकटक बनाएको छ आज कुनै गुन्डा हुनुपर्छ ल किडन्याप गर्न सक्छ तपाईँ त पहिलो यो मानव ठुलै ठुलो पहिला जाला पहिला ल्याउने हो मेरो छोरो ए सरी म त छोरी होला भनेको नि छोरो होला नि एहे देख्ने बेला तोरी तोरी रहेछ अनि कहाँबाट होला त अनि पुरा नगर्नु न यार कहाँ तोरी छ घर चाहिँ बस्न गएको कि तँ गाँजा खान्छ ओहो गाँजा छ भन्नु न त्यहाँ तोरीको त फुल जस्तो तोरी हुन्छ ल अभिजित तिमीले यसको बारेमा सम्झेक्यौ यस सर ल तपाईँ चाहिँ चिन्ता नमान्नुहोस् तपाईँको छोरालाई हामीले सक्दो कोसिस गर्नेछौँ खोज्नलाई तपाईँले जान सक्नुहुन्छ ल मेरोमा हालेको
काम परेपछि तपाईँलाई फेरि फोन गर्नेछ नगर्ने एउटा पागलबाट सोध्छु के बताया त्यो केस त्यो अस्ट्रेलियन केस मिलिसक्यो सर ए त्यसमा आएर बस्छ त्यसमा यहाँ खै त्यो मोबाइल चाहिँ बस्छ ल सुन केटा हो अब के गर्नु पर्यो भनेपछि जुन आएको थियो नि भर्खरै हो बड्डो हो त्यो बड्डोको छोरालाई हामीले खोज्नु पर्ने हो छोराको नाम के भन्यो ढेलसिंह भन्यो ढेलसिंह छ भनेपछि त्यसलाई अब हामीले खोज्नु पर्यो त्यो कहाँ गयो त्यसको फोटो त याद छ हो त्यसको फोटा त मेरो दिमागमै याद भइसकेपछि तिमी कि दयाले देखेको छैन दयालाई पनि देखाइदिनु ल त्यो कहाँबाट हराएको गरे कहाँ जान्छु भनेर गएको गर्थ्यो चैत्यनगर चैत्यनगरको असार नगरबाट ए असार नगरबाट हरायो हिँड्यो त्यहाँबाट हिँड्यो चैत्यनगर जाँदाखेरि बिचबाट पनि हल्ला गर्छ कहाँ गयो कहाँ भनेपछि हामीले त्यसलाई अब खोज्नु पर्ने भयो के गर्ने यार केटा हो यो हेर पन्जाब पनि यस्तो च्यात देखाएर सरकारले तलब दिन्न त्यसपछि हामी यो काम सोध्नुपर्छ कि यो सर नाइ 1000 रुपियाँ आउँछ त्यो केटा हो किन त्यस्तो गाह्रो त पर्दैन त्यही पनि आगो केस छ अब त्यही पनि अब गराउन सक्दो कोसिस अहिलेसम्म हार्दै छैन क्या अरे अब तपाईँको त्यस्तै जोस छ भने लागु केस लगाउ न त ल पहिला हामी जानु त्यो कुन नगर गरे त्यहाँ जानु पर्यो चैत्यनगर जानु पर्ने चैत्यनगर भन्ने यही बाटोमा जान्छ भनेपछि चैत्यनगरमै त छैन होला सर चैत्यनगरमा छैन होला बिच बाटोमा होला आऊ केटा आऊ यतातिर हो कि सर बाटो टुक्रो सुक गरौँ केटा यतै पऱ्यो केटा मैले भने होइन त्यसको यतै जाउँ हाम्रो सुब साइड भनेको थुप्रो सुक बाटै जान्छ कि केटा हो त्यही गर हो हेर यहाँ ढोका बन्द रहेछ जाऊ त यो ढोका फुटाल देऊ जाऊ गएर पक्कै भेटिन्छ के गर्छ यो दायाले तिमी जान्नुहोस् क्या आजभोलि जी महिना सर यसको दिमाग छैन हेर दया एउटा भने त्यस्तै दिमाग लगाउन अब जितबाट केही सिक्दा कतिचोटि भनिसक्यो केही सिक्दैन सर ए त्यसमा हामी रङ ठाउँमा आएको रहेछौँ सायद त्यो जनावरको लागि हुनसक्छ अब सार्वजनिक 4 बजाने यसलाई ढोका लगाइदियो यसलाई जङ्गलभरि एकदम सफा रहेछ होइन सर जनावरले पनि बनाएर आउँछ एकदम राम्रै रहेछ अब हामीले गराउँदाखेरि अब हामी यहाँ त केही न केही टक्कै भेटाउँछ त्यो टोइलेट मात्रै भेटाउँ यता चेक गरौँ न सर तिमीले ठिक भन्यो अब तिमीले ठिक भन्यो त्यसमा केटा खोज यतातिर केही भेट्नु सक्छ राम्रोसँग एक नजर लगाऊ है त एक नजर लाएर खोज्नुपर्छ तिमीहरूले सर हेर्नु मैले के बताएँ के भेटायो अब तिमीले यो अब जितको काम छैन चोर मैले यहाँ यो भेटाएको छु यो सर वेल डन माई बोय वेल डन यो अभिजितलाई त खालि पात मात्र भेटाउन आउँछ दयालाई हेर न दया हान्न पनि आउँछ सर दयाको हेर न दयाको दया आई एम प्राउड अफ यु तिमीले सिआइडीको लागि धेरै कुछ गरिसकेका छौ यो अभिजितको त काम छैन जङ्गली मान्छे भौतारै आएको हिँड्दा अगाडि हेर केटा हो म यो बुलेटलाई तल राख्न जाँदैछु किनभने यसले मेरो हात पनि काट्न सक्छ सिआइडी भएपछि त बिलेट अब सामान्य कुरा भएन अब हामीले बिलेटमा एक चेक गर्नुपर्छ चस्माले केही सहयोग गर्छ म हेर्छु ल हेर त हेर दा तिमी पनि के हेर न यसमा भनेपछि थोरै थोरै ब्लड देखिरहेको छ गुड 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 पक्कै पनि के वाला ब्यारा भन्ने खुन 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 अब पक्कै पनि नसा काट्न सक्छ त्यो टिको त चिना टिक भयो हेर दा हामीले बिलेटमा ब्लड भेट्छ होइन यो बुलेटमा अलिअलि मलाई कतै मेगासिटीको थुक जस्तो छ अनि यतातिर केमिकलको र्यासेसहरू पनि मलाई लागिरहेको छ के थाहा सर ब्लडको मेगासिटी नहुन पनि सक्छ नहुन पनि सक्छ हो अभिजितबाट केही सिक दया तिमीले आजभोलि जिम नगएर अन्डा चवनप्रास पनि खान छर्दिसकेको रहेछौ मलाई हान्न मात्रै सिकाएको छ हो कुन दिन फेरि मेरा ताना उठ्यो भने फेरि म तिमीलाई पनि हान्छु दया फेरि बुझ्यौ कि नै अब धेरै गफ नगरौँ भने सर केसतिर अगाडि केसतिर लागौँ अब प्लेयरलाई चाहिँ हामीले राख्नु पऱ्यो त्यसो एभिडेन्स राख्यो अगाडि बढौँ अरू न अरू केही न केही भेटिन्छ मलाई थाहा छ यो मेरो भिडियोमा सबै कुरा थाहा छ मलाई केही न केही भेट्छ यता उता कैनो डुलम अब हामी ल्याबमा गएर सिधै अब त्यो प्लेटमा अब के भेटिन्छ त्यो हेर मेरो होइन के थाहा अब हामीले खुन बाहेक अरू केही फिङ्गर प्रिन्टहरू पनि भेटिन सक्छ कि लागौँ न सर धेरै त्यही भएर लागौँ लामा चाङ्ला कुरा नगरौँ धेरै हाम्रो ल्याबतिर जाउँ अब हुनुहुन्छ तपाईँ खुट्टा पाइएको छ कि के यो साला ल्याब पनि कति टाढा हो क्या हाम्रो यार टाढा होइन सर तपाईँ खुट्टा त्यस्तै हुन्छ हिँड्न सुन्न सक्नु मेरै घरको अगाडि बनाउँछु यसो हेर्दाखेरि त
अलिकति यसमा माटोको पनि सङ्ख्या बढी छ त्यहाँदेखि त्यो हत्यारा अब हामीले यस्तै लिएर हुन्न कि सर अब यहाँतिर अब ठुलै मान्छेले चेक गर्नु यार हामीले कहाँ सक्छौँ अरे त सर होस् कि म सर हो अभिजित कुरा बुझ्ने गर न केटा मैले तिमीहरूभन्दा धेरै अनुभव पाइसकेको छु के चेक गर्नु त्यसो त हो केही नसुनाउनु हामी आफै गर्नु म चाहिँ लागि सुत्नु आयो म चाहिँ गएर सुत्नु झ्याउ कहाँ सुत्न आयो भन्छ यहाँ आएर बस तपाईँ पनि झ्याउ गराउनुहुन्छ यति अल्छी छ कि यो यसलाई त मैले जागिरमै नराख्नु पर्ने रहेछ कि यसलाई त दयाको एक कि खाइयो नि सर दयाको एक खाँदैमा के हो भने यसले मलाई 4 चोटि हानिसक्यो अस्ति तपाईँले के गर्नु म चाहिँ के गर्नु सर हो त्यही भएर चुप्प लाएर बस के अब भनेको हेर सिआइडी भनेको हाम्रो धेरै नाम कमाएको सिआइडी हो हाम्रो हामीले जब यही बुलेट खोजेर हामी ठुलो हुने होइन हामीलाई अझै पनि धेरै कुराहरू खोज्नु छ त्यो बुलेटले मात्र हामीलाई त्यो हत्यारासम्म पुर्याउन्न त्यसैले हामी सिआइडी भनेको यो गाउँदेखि ठाउँसम्म पुरै चर्चा कमाएको मान्छेहरू हो बुझ्यौ नि अब धेरै ल्याङल्याङ नगर होइन सर ठुल्ठुलो प्लेयरको त्यो गर्नु म सुत्न हतार छ केटा हो अब हामीले यो बुलेट मात्र खोजेर त भएन अब हामीले त्यो बड्डाको छोराको नाम के डेलसिङ नि डेलसिङलाई पनि खोज्नु पर्ने भयो के त त्यो मरेको छैन कि होइन अब खुन त अब लागिरहेछ अब त्यसैको जस्तो नि अलिअलि सुँग्दाखेरि पनि होइन अलिअलि सुँग्दाखेरि पनि त्यसै डेलसिङ त्यस्तै बास्ना आइरहेछ तर अब हामीहरू हाम्रो अफिसतिर गएर अब खोज्न निस्किनु पर्ने भयो मलाई निन्द्रा लागेको छ सर तिमी अहिले अल्छी नभन के है ल एकलट पर्दैन त्यसको बाउलाई कल गर न एकलट भाउलाई अँ भाउलाई बाउलाई कल गरेर एकछिन भन्दाको नम्बर पनि के निन्द्रा आयो ठ्याक्कै भन है हामीलाई यहाँ फोन भेट्यो भनेर भने ल अभिजित फोन गरेर त्यसको बाउले फोन पनि उठाउँदैन यार त्यो बाउ भट्टीतिर लाग्यो लाग्यो गर न एकचोटि हेलो हजुर हजुर तपाईँको छोरा यहाँ एकछिन हामीसँग भेट गर्न आउनु पर्यो कहाँनिर होला ठ्याक्कै भन्नु न अस्ति जहाँ आउनु थियो त्योदेखि अलिक हल्का यतातिर आउनु होला ल ल म आइहालेँ ल त्यहाँ त्यो अस्तिको ठाउँमा नआउनु होला है अलि यता हामी अन्त छौँ ल ल हजुर के खुवाउनलाई बोलाउनु भयो होला हल्ला नगर त बड्डो भन्नु त सरेर सुत्न पनि दिन्न अब चाहिँ तपाईँ तिमी यता उता जाऊ त तपाईँ यता आउनुहोस् तपाईँको हेर्नुहोस् हामीले तपाईँले अलिक टाढेबाट हेर्नुहोस् है यो हामीले तपाईँको छोरोको हो कि कसको हामीले ऊ त्यहाँ पारि चैत्यनगर भन्ने ठाउँमा तपाईँको छोरो चैत्यनगर भन्ने त गएको हो त्यहीँ गएको ठाउँमा हामीले अघि न गएर यहाँ बुलेटमा खुन भेटायौँ अनि त्यो हामीलाई लागिरहेको छ कि तपाईँको छोराको हुनुपर्छ भन्ने जस्तो हामीलाई शङ्का लागिरहेको छ तर अब के हुनसक्छ त्यो खासै थाहा भएन अब तपाईँको छोरालाई हामीले सक्दोसम्म कोसिस गर्नेछौँ भेट्नलाई यदि तपाईँको छोरो मरिहालेको छ भने पनि तपाईँको छोरोको हत्यारालाई हामीले फाँसीको सजाय दिनेछौँ फाँसी हजुर फाँसी यो चाहिँ तिनीहरू दुइटाको नभए पनि पुरै सरकारको नभए पनि मबाट चाहिँ हुन्छ फाँसीको बिस्तारै बोल्नु कि सुत्न पनि दिनु तपाईँ मैले चाहिँ सक्दो कोसिस गर्नेछु तपाईँको छोरालाई फाँसीसँगको त्यो फन्दासम्म पुर्याउनलाई तपाईँको छोराको हत्यारालाई हत्यारा ल अहिलेलाई चाहिँ तपाईँ जान सक्नुहुन्छ हेर्नुहोस् अब तपाईँलाई पनि दुःख परिरहेको होला होइन तपाईँलाई अब दुःख परिरहेको होला अब त्यस्तो बेला अब हामीले तपाईँलाई बोलाइदिइहाल्यौँ तर तपाईँ अहिले जान सक्नुहुन्छ है यसो खर्च पानी केही चाहिन्छ भने भन्नु होला हामीले अब तपाईँको घरतिर रासन पानी पठाइदिन्छौँ 2 रुपियाँ ल्याउन 2 रुपियाँ 2 रुपियाँ अहिले छैन हेर्नुहोस् 1000 रुपियाँ छ अहिले जानुहोस् हामीले पनि पाएको छैन कहाँ गयो त्यो अब यहाँ सुत्नु मलाई रहेछ अब हामी के अब हत्यारा हेर्न जानु पर्यो खोज्न जानु पर्ने भयो अब हामीहरू अब हामी अफिसमा गएर गाडी लगेर अब हामी जानु पर्छ केटा घाम लाग्न लाग्यो चस्मा लाऊ अब चाहिँ हामीहरू अरू रेडी हुनुपर्छ है हाम्रो गाडीहरू पनि पर्छ निन्द्राकै धुनमा छु म त अहिले साइकल पनि हत्यारालाई खोज्नुपर्छ केटा हामीले जामिन आफ्नो अब गाडीमा निन्द्राको धुनमा यार के गर्छ यस्तो काम छ अरूलाई दसैँ तिहार लाग्छ हामीहरूलाई दसैँ तिहारै लाग्दैन के गर्छौ त अरूलाई नयाँ वर्ष लागिरहेछ हामीहरूलाई नयाँ वर्ष लागेको छैन नयाँ वर्ष पनि छैन मलाई नयाँ वर्षमा सुत्न दिया पुग्छ क्या सर तिमीले ठिक भन्यौ ए दा तँलाई साइकल चलाउन आउँदैन क्या मबाट के सिक्दा मबाट के उठाएर छिटो त भयो
मिस्टेक कि तिन पानी खाएर आछस् मैले हँ म ढल्नुपर्ने इन्द्रको दिनमा यो ढलेको आइज ए अब भित्र त अब छैन के सर ब्रेक चल केटा चल 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 अबे फाल्टो अब मेरो ब्रेक नलाग्यो फाल्टो लु अब रोकिन गएको राउन्डिङ फाल्टो सर इन्द्रको धुनमा भयो भने साइकल त पुरै घुमायो आइज केटा आइज यता हो यो मर्ला फेरि हो आइज केटा बिस्तारै आइज है बिस्तारै यहाँ ओह्रालो छ खस्तास फेरि राइडर राइडर केटा हो सर सर हट्नु तिमीहरूको नाम भन् नाम के हो जय प्रकाश जय प्रकाश गरे यस्तो काम अन्त तिमीहरू कहाँबाट आएको तिमीहरू पक्कै यिनीहरू हत्यारा हो सर तिमीहरू हत्यारा हो तिमीहरू डेलसिङको हत्यारा हो होइन नि डेलसिङलाई चिन्दैनौ तर तिमीहरू यहाँ के गर्न आएको यत्रो जङ्गलमा तिमीहरू यहाँ हामी यस्तै गफ गरिरहेको गफ गर्न गएको थियौ गफ अब उतैतिर गयो अब उतैतिर थानातिर गएर गर्नु चलाइज अब गफको कदरमा गर्नु घाँस कतै डेलसिङ त होइन के छ म एकचोटि हेर्छु है केटा तपाईँ खोज्नु छ हामी गएर म जाऊ पिसी ए समाज केटा आउँछ जाऊ अब जित्दिनु यिनीहरू हत्यारा नै हुन्छ के बताया ठिक छ तिनीहरूलाई त अर्कोचोटि समाति हालिदिन्छ साला तिनीहरूलाई अहिले यहाँ आऊ लास्टलाई हेर्नु यसलाई तान त यसलाई तान त अड्कन पनि छैन पुरै मरिसकेको छ दया तानमा दया गर्न सकेको दयाले कति गरुङको हो के घरबाट यसले चवन परास र अन्डा त यसले बहुत खान्थ्यो क्या हो दयाको छोड्दै क्या हो सर अहिले तान अभिजित ल सर अब चाहिँ यो भन्दा यसको मतलब बुझ्यौ त लास 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 तपाईँले लास भने बिर्सिनु बुझ्यो दया यसको मतलब लास भने यसले मार्ने पक्कै पनि हत्या गर्नुपर्छ हत्यारा पक्कै होइन कोही हत्यारा पक्कै पनि यो मरिसक्यो सर हो किन लास हो मरिसक्यो 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 कि यसले सास फेर्दैन कि यो मरिसक्यो हेर न यसको पुरै रातो बाखा घमराएर हेर त हड्कन पनि छैन सास पनि फेर्दैन हेर मरिसक्यो यहाँ चिल्लो चिल्लो रहेछ यसको मतलब भर्खर यो स्विमिङ खेलेर आएको हुनुपर्छ चस्मा ल्याउनु त सर घाम बनाले ल ल ए आइएम सरी है मैले नै तिनी भागे तिनी भगौडेको के भयो भागे तर केही छैन तिनटालाई समात्न सकेन दया मलाई त खुब के कान्थ्यो तिमीले केही छैन त्यो पनि चस्मा लगाएर कति हान्सी राख्यो है अहिले यतातिर हेर न डेल सिने हो सर यो हो कि फिजिकल पनि राम्रै गर्थ्यो क्या हो डेल सिने होला सर डेलसिङै हुनुपर्छ अब यहाँ छ मैले अब केही छैन मर्ने मान्छे मरिसक्यो अब हामीले त्यसको हत्यारालाई खोजेर फाँसी दिलाउनु पर्छ केटा हुनै पऱ्यो सर बाउले त्यत्रो गफ गरेपछि तर यसमा हामीले मात्र सक्दैन यसमा के गर्ने त अनि हामी यसमा मेरो एकजना प्रिय मित्र आउँदैछ मैले त्यसलाई कल गर्छु फोन उठान्न पक्कै साइलिका भट्टी म होला उठा हेलो हजुर कहाँ छौ तिमी म अहिले फिलहाल भट्टीमा छु ए कति प्याक हाल्दै हो र धेरै त भएन भर्खर 2 बोतल सकिरह ए सुन न सुन भन्नु त्यो एउटा केस आयो कि तिम्रो लागि पनि के केस होला हत्यारा त हामीले मरेको मान्छे त भेटाइसक्यौँ अब हत्यारा मात्र खोज्न बाँकी छ क्या त्यसको लागि चाहिँ हामीलाई तिम्रो सहयोग बढी चाहियो हामीलाई अस्ति तिमीले कुरा गर्थ्यौ त्यही हो हो त्यही केसको बारेमा हो त्यो
डेलसिङ त मरिसक्यो तर डेलसिङलाई मार्ने अपराधीहरू भागे क्या हाम्रो हातबाट अहिले धेरै केही नगरेर मलाई डेलसिङको फोटो खिचेर भर्खरै पठाइहाल त कुनै स्थितिमा छ ल केटा हो हेर अब जुन आउँदैछ नि तिमीहरूको त्यो मान्छे मेरो साथी त्यो मभन्दा जाबाज थियो त्यो मान्छे पनि त्यसले हजारौँ कैदीहरूलाई जेलबाट भगाइसकेको छ हो त्यही भएर त्यो मान्छे भनेको एकदम खतरा छ त्यो भने त्यसले भन्यो अनुसार उसको फोटो चाहिँ यसले मोबाइलले खिचिहाल्छ खिचिहाल्छ ल भन्छ त्यो भन्दा बरु फोटो पनि मिल्दैन यहीँ बोलाउनु यार ल त्यसो म यहीँ बोलाउँछु है हेलो के होला ल आऊ तिमी यहाँ फोटो मेरो मोबाइलमा खिच्न मिलेन अलिक ब्राइटनेस कम भएर तिमी आऊ त आउनै पर्ने भयो ल यता आऊ यता कहिले नगर ल तिमी नै ल सलाम गरेको खै त सरलाई ठिक छ बस यही हो यही हो लास्ट अब यसको हत्यारालाई हामीले खोज्नुपर्ने भयो बस न तिमी भन्नु मरिसक्यो क्या सर मरिसक्यो सास पनि फेर्दैन मरिसक्यो ल यसको लागि तिमीले धेरै सहयोग गर्नुपर्ने भयो योभन्दा पहिला पनि तिमीले हाम्रो धेरै केसमा सहयोग गरिसकेका छौ ल हामीले यसलाई छिटै नै अब यसलाई हामीले ल्याबमा गएर यसको पोस्टमार्टम गर्नुपर्छ ल ठिक छ ल पोस्टमार्टम भनेपछि यसलाई के गर्ने सर चिरफाट गर्ने हो कहाँ धेरै ढिलो गर्ने ल लाग बन्धुलाई सर हात खाना दिनु बिचारा लाग्छ लाग्छ भने अलिकति